हरूलाई यो जाँचले धैर्य उत्पन्न गराउँछ अरे। धैर्यलाई त्यसको पूरा काम गर्न देऊ ताकि तिमीहरूमा कुनै कुराको अभाव नभएर तिमीहरू परिपक्व र पूर्ण हो भनेर भनेको छ। अब यो जाँचले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ अझै परिपक्व र पूर्ण बनाउँदो रहेछ। र कतिपल्ट यो जाँच आउँदाखेरि तर इसाईहरू विश्वासीहरू के गर्छ, उनीहरूले धैर्य गर्दैन। उनीहरूले के गर्छ भन्दा चाहिँ आफ्नै युक्तिहरू चलाउन थाल्छ र कतिपल्ट वेट भन्ने कुराहरू, पर्खिनु भन्ने कुराहरू उनीहरूले गर्दैन। र त्यसै कारण त्यो जुन चाहिँ 100% फल फल्ने जुन चाहिँ एउटा पोटेन्सियल हुन्छ त्यो कुरो मा बाधा पुग्न जान्छ। किनभने वचनले त्यही भनेको छ कि कुनै कुराको अभाव नभएर तिमीहरू परिपक्व र पूर्ण हो। कतिपल्ट यो जाँच हामीलाई पूर्ण बनाउनु लागि, अझै माथि पुर्याउनु लागि, अझै प्रमोट गर्नु लागि, अझै फल लटरम्म फलाउनु लागि हाम्रो जीवनमा आएको हुन्छ। तर कतिपल्ट हामी के गर्छौँ भन्दा चाहिँ हामी हरेस खाइदिन्छौँ, त्यसमा हुँदैन रहेछ भनिदिन्छौँ। र कतिपल्ट त्यो कारणले गर्दामा हामीमा जुन चाहिँ फल 100% फल्नुपर्ने त्यो फल्दैन।